सुन्दा अचम्म लाग्न सक्छ, तर यो संसारका हरेक कुराहरूको उत्तर हामीले वेद र पुराण मार्फत प्राप्त गर्न सक्छौं। त्यसैगरी कृषि गर्ने उपायहरू पनि हाम्रा पूर्वजहरूले त्यहीबाट सिक्नु भएको हो। तपाई ठीक सुन्दै हुनुहुन्छ। ऋग्वेदमा भनिएको छ, अक्षरमा दिव्यम कृषिमित कृषस्व, जुवा नगरी कृषि गर सम्मान र समृद्धि पाऊ। वेदले हामीलाई हल, बिउ, माटो र मौसमको सम्मान सिकाउँछ। यसरी मानिस र प्रकृतिको सम्बन्ध सधैँ पवित्र रहोस् भनेर। विष्णु पुराणमा भनिएको छ कि खेती, व्यापार र गाई पालन जीवनका आधार हुन्। ग्रन्थले हाम्रो धान, गहुँ, जौ, कोदो, दाल र तिल जस्ता अनाजको महत्त्व पनि स्पष्ट रूपमा उल्लेख गर्छ। कृषि केवल काम होइन, यो जीवन चलाउने उपाय, समाजको आदर र धर्मको अभ्यास हो। आज पनि हाम्रा खेतबारीमा पुराना पुस्ताका अनुभव, वेद पुराणको ज्ञान र प्रकृतिसँगको सम्मान जीवित छ। खेती हाम्रो धर्म, हाम्रो संस्कार, हाम्रो अस्तित्व हो। धन्यवाद।